ल भाउजू दौडिनु त पऱ्यो त्यस्तो तालले हुँदैन। वेलकम ब्याक टु अनदर भिडियो। इट्स मी दीपक सुनार। सो सबैजनाले स्वागत छ आजको भिडियोमा। चाहिँ हामी भर्खरै उठेर चाहिँ यहाँ अब हाम्रो चिया नास्ता भइरहेको छ। चिया खाएर त्यसपछि खेतमा काम गर्नु जानुपर्छ हामी, किनभने त्यहाँ अब धानको बिउ राखेको, त्यसको लागि मल बोक्नु पर्ने हुन्छ हामीले। सो निर्मल भाइरको चाहिँ दुईजना जाने हो, अनि त्यहाँ चाहिँ मल सल बोकेर अब आजको काम त्यही हो। आज दिनभरिको खेतमा काम गर्नुपर्छ। धान पनि डह्रो लागेको छ। अब हेरौँ, अब डढिनु भयो, लास्टिक कालो हुने भयो, केही छैन। अब चाहिँ खेतमा जाने हो। त्यस घामले चाहिँ मान्नै पर्छ है, लास्टिक घाम छ आज त। हामी चाहिँ अहिले टाक्क कपडा पनि फुल अन सर्ट्समा छौँ। घरमा जाने बाटोमासम्म आइसक्यौँ। हेर्ने बाटो पनि यस्तो छ, हेर्न सक्नुहुन्छ। अब आली हुँदै जाने हो। अब चाहिँ फाइनली चाहिँ हामी यहाँ खेतको स्पटमा पुगिसकेछौँ। यहाँ हेर्न सक्नुहुन्छ, स्पट हो के भन्छ, अब जे भने नि त्यही हो। ल भाउजूले त खतरा काम गर्नुहुन्छ त्यहाँ। अब हाम्रो पनि यही काम हो, बसेर अब यहाँ मल बोकेर जाने हो। भोकै त आफूमा एक कप चिया खाएर आएको, त्यही हो। अहिले त तताएर खाइरहेको, कहाँ चिसो चिया खाने यार। यस्तो गर्मीमा तातो चिया खानुपर्छ, थाहा छैन तपाईँहरूले। फ्रिजमा हालेर राख्नुपर्ने। अब चाहिँ लाग्यो म कामतिर। यहाँ हेर्न सक्नुहुन्छ, यस्तरी बोकिरहेको गदाले यस्तै। यहाँ ढाडको चाहिँ गाँठ पेलिरहेको मेरो, के गर्ने। अब बोक्नै पर्यो। खेती गरेर ए आमा झन्डै गयो। दौडिनु त पर्यो केटा हो, त्यस्तो तालले हुँदैन। अब बोकिरहेको छु। अब मेरो हात खाली छैन। अब आजको काम थुप्रै छ। यहाँ मकै त थुप्रै छ त है। एक कट्टामा भरेर लग्नुपर्छ क्या हो, त्यही बोरामा भरेर। चाहिँ फेरि बोक्ने दिनभरि यस्तै हो। दिनभरि होइन, बिहानभरि हो। अब एकछिनमा भ्याइन्छ त्यो त। अब म आइसकेँ नि त यहाँ। यहाँ बाटो किन यस्तो हो त फेरि। म चाहिँ भर्खर काम गरेर यहाँ कस्तो गना गोबर गरेर छ। सो म चाहिँ भर्खर यहाँ काम भ्याएर अब चाहिँ खाना आएको। अब खाना आएर फेरि चौडातिर जानुपर्ने हुन्छ, किनभने काम थुप्रै छ आज मेरो। अब के गर्ने, गाह्रो छ। अब एकछिन पछि नुहाइ धुवाइ गरेर खानासाना खाएर त्यसपछि त्यहाँदेखि निस्किनु चौडाको लागि। सो हेर्नु होला। म चाहिँ भर्खरै घरदेखि निस्केछु। अब के गर्ने, भर्खर नुहाइ धुवाइ गरेर अब चाहिँ चौडातिर जाँदैछु म। त्यो पासपोर्टको लागि पनि के गर्नुपर्छ, अब त्यसको फर्म हो कि के, त्यो रजु के गर्नुपर्छ भन्दै, त्यसको लागि जाँदैछु चौडातिर। सो अहिले चाहिँ त्यहाँ पारि हाइवे छ, अनि त्यहाँ हाइवेसम्म चाहिँ हिँड्दै जानुपर्छ मलाई। खेतको बाटो जाने, तर भेजा भयो। सेतो जुत्ता लागि यार, कालो हुने भयो जुत्ता त। के गर्ने, अब उता काम गऱ्यो, अनि ज्यान पनि हल्का मतलब दुखेको त छैन, हल्का थकान जस्तो भइरहेको छ। बाटोमा हेरिनुपर्छ, किनभने यहाँ खेतमा खेत छ नि त धेरै जस्तो। यहाँ हेर्न सक्नुहुन्छ। अनि यहाँ खेतको आलीमा सर्पहरू बस्छ कि, एकदमै डर हुन्छ। त्यही भएर चाहिँ हेरेर हिँड्नुपर्छ तल। गर्मी चाहिँ लास्ट छ यार, घाम पनि अति नै लागेको छ। भर्खर नुहाएको, हेर्नु भर्खर पसिना निस्किरहेको। नुहाएको हो कि यो पानी हालेको कि के हो, यो पानी सुक्यो हो कि पसिना निस्कियो हो थाहा भएन। गाइस अहिले चाहिँ म चाहिँ ठ्याक्कै रोडमा आइसकेँ। अब चाहिँ यहाँ अटोले कुरिरहेको छु। अटो भन्यो चाहिँ टाढै छ, टिप्पर आइरह, तर केही भएन, कुद्नु पर्ने भयो। अब यही बाटो चाहिँ हुँदै चौडा जाने। फाइनली म चाहिँ अहिले अटोमा बसेको छु। अब चाहिँ यहाँदेखि डाइरेक्ट चौडातिर जानुपर्ने हुन्छ त। लगाएपछि म चाहिँ भर्खरै आइसकेको छु चौडातिर। अनि अब चाहिँ इलाका प्रशासन कार्यालयतिर जानुपर्छ। यहाँदेखि त्यहाँ नजिकै छ। सो अब चाहिँ म त्यहाँ गएर अब के गर्नुपर्छ त्यो गरेर त्यसपछि फेरि घर फर्किहाल्ने हो। अनि भोलि बिहान चाहिँ तौले हो जानुपर्छ मलाई पासपोर्ट बनाउन। सो त्यहाँ आज काम बन्छ कि नै थाहा छैन, तर त्यही पनि गइरहेको छु म। ओहो, आज चाहिँ बन्द छ जस्तो लाग्यो नि त मलाई। इलाका प्रशासन कार्यालय लागेर त्यही जान्छु म। अन्त खुसी भने के हो नि त यार, मान्छेले चाहियो के छ हेर अरू। सो मेरो काम चाहिँ अब त्यहाँ चाहिँ बनिसक्यो। अब चाहिँ घरतिर फर्किनुपर्छ मलाई। त्यहाँ अगाडिको जोडीले देखेर चाहिँ कस्तो खुसी लाग्यो क्या। मान्छेहरू बाइक हुन्छ नि, एउटा बाइक अब आफूसँग जे छ त्यसमा खुसी हुनुपर्छ भनेको पर्फेक्ट इक्जाम्पल क्या है।
यो हुनुपर्छ यतिको। सो अब चाहिँ म चाहिँ यहाँदेखि घरतिर जाने, घरतिर गएर अब त्यसपछि के भने त्यही त भिडियो एडिटिङ गर्ने अनि अपलोड गरिदिने, सुत्ने खाने त्यही हो। चिम्सेले बोलाउँछ, चिम्से छ कि नै घरतिर छ कि नै। यहाँ नगरपालिकातिर बस्छु यहाँ बसेर त्यसपछि जानु पर्ला चिम्सेले बोलाएर। चिम्से त्यहाँ घरमा यसकै नजिकै घर हो, त्यसले कल गर्छु म। र म चाहिँ अब चिम्सेको घरतिर जानु लाग्यो किनभने चिम्सेले उतै बोलाइराख, उतै आइज भने एकछिनपछि जाम्ला उतातिर भनिरहेको थियो, त्यही भएर अब चिम्से घरतिर जाने। म चाहिँ यहाँ चिम्से घरतिर आइसकेँ, कन्ट्रोल लगाइराखेँ। मुलाले यत्रो हिँडायो यार, यस्तो घाम लास्टै काम पर्यो होइन। यसो अब कति दिनपछि भेट भयो होइन, कालो हो यार होइन, लास्टै कालो छ क्या। अनि अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ कस्तो पसिना निस्केको छ, लास्टै पसिना निस्केको छ। अब चाहिँ हामी हल्का नास्ता वाइड एङ्गल छ क्या देखिन्छ। सो अहिले चाहिँ हामी उतातिर गइरहेको छौँ अब नास्ता खान। नास्ता त के खाने, यसो पास्ता खान, त्यही हो। काम त के हुने यार, भइसक्यो अलि, अब हाफ काम छ त्यो भइयो भने त्यसपछि हिँड्ने यहाँदेखि। चिम्से यसको भ्लग पनि हेरिदिनु होला मेरो सब्सक्राइबरहरू। चिम्से त होइन, केशव थापा छ, केशव थापा भ्लग छ, यसो हेरिदिनु होला। गाइस हामी सेक्सी बडी हामी चाहिँ अहिले ठ्याक्क के गर्ने, हल्का आउँदा छ देखेपछि कि नै हल्का प्र्याक्टिस गराएर होला। अब चाहिँ हामी यहाँ के खाने अरे, फ्रुटी एउटा दुईवटा खानु, फ्रुटी यस्तो यस्तो गर्छ, फ्रुटी खान्छ के खानु। हिमालयको पानी नखाएर फ्रुटी खानु रह्यो मान्छेको, मान्छेको आफैले किन गयो के छैन। अब फ्रुटी खाएर ल्याइदिनु दुईवटा लिएर आउँदैन। हाम्रो सुट्टा चाहिँ यो, मैले यो सुट्टा भन्न खोजेको, तपाईँले त्यस्तो सुट्टा चाहिँ नसोच्नु होला। कति छ क्या बिचरा, यसको हालत पनि यस्तो भयो, बाली भएर पैसा परेको मिचोरी खाने। म चाहिँ भर्खर होटलबाट निस्केर अब चिम्से पनि घरतिर गयो, अब म पनि घरतिर जाँदैछु। अब मेरो काम चाहिँ भनिसक्यो यहाँ, अब चाहिँ घरतिर जानुपर्छ यहाँदेखि, किनभने घाम अति नै छ, यहाँ बस्नु सकिँदैन यो चौडा एरियामा, लास्टै घाम छ तर यार। फाइनली म चाहिँ अहिले घर आइसकेँ, यहाँ हेर्न सक्नुहुन्छ लास्टै गर्मी छ तर घाममा लास्टै घाम भयो आज। तर के गर्ने, आज यस्तै भयो। आजको भिडियो यहीँसम्म थियो। फेरि पनि तपाईँहरूले कस्तो लाग्यो आजको भिडियो, मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त, फेरि पनि भेटौँ अब नेक्स्ट भिडियोमा। टाटा।